यो गोला तरेर 91 वटा सीमा स्तम्भ नेपाल भारत सीमा क्षेत्रमा कसरी हराइरहेको छ? अहिले 91 वटा पिलर हाम्रो सीमामा छैन भनौं वा पुरी हराइरहेका छन्। पुरिया छ कि हराएको छ? ती पिलर मध्ये मुख्य पिलर तर्फ 3 वटा पुरिएको हराएको भन्ने हाम्रो डेटा छ। त्यस्तै गरेर सहायक पिलरहरु तर्फ 14 वटा र सानो पिलरहरु 74 वटा गरी जम्मा 91 वटा पिलरहरु चाहिँ मिसिङ भइरहेको, कोही पुरिएको अवस्थामा। यो कति नम्बर पिलर हो तपाईलाई लाग्छ? यो थाहा छ होला के? यो 88 नम्बर पिलर हो। र यो पानी तर्दै हामी जानुपर्ने अवस्थाहरु सर देखाइरहेका छौं। दर्शक मित्र, यो हेर्दै हुनुहुन्छ यहाँले लाइभ न्यूज रफ्तार र हामी रिपोर्ट दृश्य देखाइरहेका छौं र यो पिलरको ठाउँमा हामी अहिले पुगिरहेका छौं। हामी मान्छे भन्दा पनि ठूलो जंगे पिलरहरु जुन हुन्छ अहिले सीमा स्तम्भहरु, त्यो 3 वटा ठूलो पिलरहरु हराइरहेको छ। सानो सीमा स्तम्भहरु त 74 वटा सीमा स्तम्भहरु हराइरहेको छ। त्यो पनि लिपुलेक, लिम्पियाधुरा, कालापानी जानु पर्दैन। यो चाहिँ कोशी प्रदेशकै झापा जिल्लाको म तपाईलाई यो घटना सुनाउँदै छु। हामी यो सम्पूर्ण रिपोर्टिङ गर्दा अहिले हामी लागिरहेका छौं। यो गोला तरेर सीमालाई पनि म रोक्दै नेपाली सीमालाई रक्षा गर्ने सबैलाई सलाम गर्दै 91 वटा सीमा स्तम्भहरु हराइरहेका छन्। भारतले आफ्नो पिलरहरु बनाइसके, आफ्नो तर्फका भनौं न, जुन उहाँहरूले चाहिँ उहाँहरूको भागमा परे त्यो पिलर बनाए, उनीहरूले मर्मत गरे। नेपालले अहिलेसम्म मर्मत गरेन, वर्षौं भइसक्यो यो पिलरहरु बनिरहेको छैन। मूल पिलर तर्फ चाहिँ भारत तर्फ अलि बढी निर्माण गरेका, पुनर्निर्माण गरेका अनि चाहिँ मर्मत सम्भार अलि बढी गरेका चाहिँ हो। पिलर जहाँ लडेको छ यो चाहिँ मेची नदीमा हो र मेची नदीमा प्रहरीहरुको साथ सहयोगबाट यो मेची नदी प्रवेश गरिरहेका छौं। केही पिलरहरु पानीमा बगिरहेको छ। गृह प्रशासनमा बजेट छैन। बजेट अभावले 91 वटा सीमा स्तम्भ हराइरहेको, डुबिरहेको, नभेटिएका त्यस्ता सीमा स्तम्भहरु बनिरहेको छैन। यो कस्तो ठूलो विडम्बना हो? के ती सीमा स्तम्भहरु हराइरहेको खोज्नु हाम्रो जिम्मेवारी होइन? के ती सीमा स्तम्भहरु भत्किसकेको, टुटिसकेको देखिदैन त्यो सीमा स्तम्भलाई मर्मत गर्नु हाम्रो जिम्मेवारी होइन? सदनमा रुलिङ गरियोस्, सदनमा भनियोस् कि झापा जिल्ला मात्रै हैन देशैभरि हराइरहेका सीमा स्तम्भहरुको तत्काल खोजी गरेर रिपोर्ट पठाऊ। यसको रुलिङ यस हिसाबले पनि गरिदिनु सभामुख महोदय कि हाम्रा सीमा स्तम्भहरु हराउनुको मुख्य कारण र आज झापा जिल्लामा 91 वटा सीमा स्तम्भ नभेट्नुको कारण के हो? मेरो सीमा स्तम्भ, मेरो ठाउँका ती स्तम्भहरु मैले खोज्न पाइरहेको छैन, भेटिरहेको छैन। स्मल पिलर चाहिँ ठूलो संख्यामा हराएको छ। खासमा त्यो चाहिँ भनेको 74 वटा चाहिँ त्यो सानो जुन चाहिँ हाम्रो आलीसामा लाउने जुन त्यो चाहिँ खम्बा गाड्ने, किलो गाड्ने जस्ता खालका पिलरहरुको तेस्रो वर्गका पिलर पनि छन्। ती खालका चाहिँ ती छोटा पनि छन् र ती चाहिँ साना पनि भएकोले गर्दा ती सजिलै उखेलेर भत्काएर लगेको अवस्था छ। र अहिले म जति यहाँ पानी छ, यो हामी अहिले नेपाल भारत सीमा क्षेत्र मेची नदीमा छौं। मेची नदीको यो हामी यो ठाउँमा छौं र यहाँ केही पिलरहरु लडेको छ। यसको समाचार बनाउनको लागि हामी भित्र जाने प्रयासमा छौं। जोखिमपूर्ण त छ नै, किनभने यहाँ पानी पनि नदी पनि बगिरहेको छ। केही सहारा लिँदै प्रहरी साथीहरुको सहयोगमा यहाँ सशस्त्र प्रहरी, नेपाल प्रहरीले हरेक दिन अनुगमन गर्दै हुनुहुन्छ त्यो पिलर लडेको ठाउँमा र त्यहाँ जानको लागि म जाने प्रयासमा छु। र विशेष भन्न चाहेको यो धेरै पानी भएको कारणले गर्दाखेरि अब यो प्यान्ट सर्ट खोलेर जानुपर्छ। साथीहरुले यो किन गरेछ भनेर भन्ला, तर यसको रिपोर्टिङ त गर्नु पर्यो भनेर अनि अब त्यहाँ जाउँ। म मेरो क्यामेरा पर्सन जुगेश बाबुलाई पनि प्यान्ट खोल्नुपर्छ भन्छु मैले, त्यहाँ जानुपर्छ रिपोर्टिङ गर्नको लागि। र त्यहाँ घटना के छ, त्यहाँको अवस्था के छ भनेर त्यो रिपोर्टिङको लागि हामी त्यहाँ पुग्दैछौँ। र त्यो पिलर लडेको ठाउँमा पिलर बनाउनु पर्छ। प्रहरीले अनुगमन त हरेक दिन गरिरहेको अवस्थाहरू छ, तर त्यो पिलर बनाउनको लागि अझै जोडतोड लगाउँ भनेर, किनभने नेपाल भारतको सीमालाई चाहिँ रक्षा गर्ने काम नेपाल प्रहरी, सशस्त्र प्रहरी तपाईँ हाम्रो पनि हो। त्यसैले म त्यो पिलर लडेको ठाउँमा जान चाहन्छु। सरहरू यहाँ हुनुहुन्छ, अहिले सरहरू पनि जाँदै हुनुहुन्छ मेरो साथमा, मलाई सहयोग गर्दै हुनुहुन्छ। अब लाग्छु म त्यो पिलर लडेको ठाउँमा जहाँ चाहिँ पिलर लडेको छ र जुन चाहिँ बनाउनु पर्छ र अवस्था के छ त्यो म नदीभित्रै गएर, यो मेची नदी जुन चाहिँ ठुलो बहाव पनि छ त्यहाँ गएर रिपोर्टिङ गर्ने प्रयासमा हुन्छु। थप म तपाईँलाई रिपोर्टिङमा देखाउने नै छु। म जाँदैछु अहिले त्यो पिलर जहाँ लडेको छ, यो चाहिँ मेची नदीमा हो र मेची नदीमा प्रहरीहरुको साथ सहयोगबाट त्यो मेची नदी प्रवेश गरिरहेका छौँ। र जहाँ पिलर लडेको छ त्यो पिलर बनाउनु पर्छ र त्यसको अवस्था के छ, त्यसको अनुगमन भनौँ, त्यसको चाहिँ रिपोर्टिङको लागि पनि हामी निस्किरहेका छौँ। मेरो साथमा क्यामेरा पर्सन जुगेश बाबु हुनुहुन्छ र म देखाइरहेको छु। उहाँले पनि प्यान्ट सर्ट खोलिसक्नुभयो, अब जाँदै हुनुहुन्छ अहिले रिपोर्टिङको लागि। र प्रहरी साथीहरू पनि हुनुहुन्छ यहाँ, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूको साथबाट सहयोगबाट हामी यो रिपोर्टिङको लागि प्रवेश गरिरहेका छौँ। र क्यामेरा हुनुहुन्छ जुगेश बाबु। जोखिमपूर्ण रिपोर्टिङको लागि हामी सधैँ तत्पर छौँ। नेपाल भारत सीमा क्षेत्रको यो ठाउँमा हामी हाम्रो पिलरको अवस्था के छ त्यो देखाउन गइरहेका छौँ। थप रिपोर्टिङ देखाउने नै छौँ। दर्शकबिन, अहिले हामी
नेपाल भारत सीमा मेची नदीमा जुन चाहिँ एउटा यहाँ पिलरहरूको अवस्था के छ र पिलर भत्किएको छ, पिलर डुबिरहेको छ, त्यो पिलर बनाउनुपर्छ भन्ने आवाजका लागि हामी अहिले के खोला राइसिङ खोला तर्दैछौँ अहिले। र मेची खोला यो पारी छ र यो पानीको रेटमा हामी अहिले गइरहेको छौँ अहिले। र त्यहाँको अवस्था के छ विशेष र अहिले जुन चाहिँ यहाँ पिलर लडेको छ, त पिलर लडेको अवस्था देखाउनको लागि गइरहेको छु। तपाईँ अगाडि जानु होला। र हामी यो जोखिमपूर्ण रिपोर्टिङ गर्दै अहिले हामी लागिरहेका छौँ। यो खोला तरेर पिलर लडेको ठाउँतिर हामी यो खोला तर्दै हामी जहाँ चाहिँ त्यो पिलर भत्किएको छ त्यहाँ हामी प्रहरीहरूको सहयोगमा हामी त्यहाँ पुग्ने प्रयासमा छौँ र यो रिपोर्टिङ देखाउनको लागि हामी आइरहेका छौँ। विशेष गरी यो दुई देशको सल्लाहमा यो पिलर बनाउनु पर्ने हुन्छ, तर अहिलेसम्म किन बनेन यस विषयमा हामी थप बुझ्ने प्रयासमा नै छौँ। तर हामी पहिला घटनास्थलतर्फ जाउँ, त्यहाँको अवस्था के छ त्यो बुझौँ र त्यस पश्चात हामी देखाउनेछौँ त्यो पिलरको अवस्थाहरू। क्यामेरामा कति ठुलो पानी छ, त्यहाँ पानी देखाउनु र यो पानी तर्दै हामी जानुपर्ने अवस्थाहरू सर देखाइरहेका छौँ। दर्शक मित्र हेर्दै हुनुहुन्छ यहाँले लाइभ न्युज रफ्तार र हामी रिपोर्टिङ गरिरहेका छौँ। अहिले हामी छौँ बेसिसरात मेची नदीमा र मेची नदीमा अहिले यहाँ चाहिँ सशस्त्र प्रहरी जुन चाहिँ यहाँ पिलर जुन चाहिँ हराइरहेको अवस्थाहरूमा पिलरहरूलाई चाहिँ सुरक्षित रूपमा चाहिँ राख्नको लागि प्रहरीहरू यस्तो अवस्थामा काम गरिरहेकोहरू हुन्छ भन्ने हामी देखाइरहेका छौँ। र यो दृश्य अहिले म मेची नदीको हो देखाइरहेको छु र म नजिक जाने प्रयासमा हुन्छु। मेरो क्यामेरा पर्सनले पनि नजिक ल्याउने प्रयास गर्छु। ठुलो नदी हो र यसको बहाव पनि धेरै छ अहिले, र बहाव धेरै हुँदाहुँदै पनि उहाँहरूले चाहिँ यो पिलरलाई नेपाली भूमिलाई रक्षाको लागि कसरी सशस्त्र प्रहरी नेपाल प्रहरी अहोरात्र खटिरहेका हुन्छन् त्यो दृश्य देखाइरहेका छौँ। र यो पिलरको ठाउँमा हामी अहिले पुगिरहेका छौँ। र यो रिपोर्टिङ देखाउनुको मुख्य उद्देश्य एउटै हो, सरकारले तत्काल यो पिलरलाई फेरि उभ्याएर यहाँ चाहिँ निर्माण गर्नुपर्ने हुन्छ। यो वर्षौँदेखि यो पिलर लडिरहेको छ, तर यसको अहिलेसम्म पुरा निर्माण गरिएको छैन र सशस्त्र प्रहरी तपाईँहरू यसरी नै सुरक्षा गरिरहनुहुन्छ। यो कति नम्बर पिलर हो तपाईँलाई लाग्छ? आशा होला कि 88 नम्बर पिलर हो। यो सफा गर्दै हुनुहुन्छ पिलरलाई। तपाईँहरू जहिले आउनुहुन्छ सर यहाँ? विशेष गरी यो हेर्नको लागि यो कहिलेदेखि यसरी पिलर लडेको छ केही थाहा छ तपाईँहरूलाई? पहिलेदेखि लडिरहेको पिलर हामी आउँदाखेरि लडिरहेको थियो। र सशस्त्र प्रहरी नेपाल प्रहरी उहाँहरूले चाहिँ यो नेपाली सीमालाई चाहिँ रक्षा गर्नको लागि कसरी खटिरहेका छन् भन्ने दृश्य देखाइरहेका छौँ। र यो पिलरलाई ठिक गर्नुपर्ने हुन्छ, उभ्याएर फेरि पुनर्निर्माण गर्नुपर्ने हुन्छ। हामी यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने प्रयासमा छौँ। पानीको बहाव कति धेरै छ त्यो तल देखाइदिनु होला। र यो पानीको बहावको हामी देखाइरहेका छौँ र उहाँहरूले चाहिँ यो पिलर सफा जहिले गर्नुहुन्छ। हरेक दिन उहाँहरू आएर यो पिलरको निरीक्षण गर्नुपर्ने हुन्छ। तर यदि यो पिलरलाई बनाइदियो भने मलाई लाग्छ यो पिलर बन्यो भने मलाई लाग्छ यो एकदमै राम्रो काम हुनेछ नेपाल र भारत दुईटै सीमावासीको लागि, हाम्रो लागि, नेपाली भूमिको लागि। अहिले म मेची नदीबाट यो रिपोर्टिङ देखाइरहेको छु। ठुलो नदी हो र यसको बहाव पनि धेरै छ अहिले, र नेपाली भूमिलाई रक्षाको लागि कसरी सशस्त्र प्रहरी नेपाल प्रहरी अहोरात्र खटिरहेका हुन्छन्। यो वर्षौँदेखि यो पिलर लडिरहेको छ, तर यसको अहिलेसम्म पुरा निर्माण गरिएको छैन। कहिलेदेखि यसरी पिलर लडेको छ केही थाहा छ तपाईँहरूलाई? पहिलेदेखि लडिरहेको पिलर हामी आउँदाखेरि पनि लडिरहेको थियो। अति जोखिमपूर्ण रिपोर्टिङ रहेको सरहरूलाई सलाम छ है सर, यसरी सुरक्षा दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई धेरै धन्यवाद छ है सर। अहिले हामी छौँ बेसिसरात मेची नदीमा र मेची नदीमा अहिले यहाँ चाहिँ सशस्त्र प्रहरी जुन चाहिँ यहाँ पिलर जुन चाहिँ हराइरहेको अवस्थाहरूमा पिलरहरूलाई चाहिँ सुरक्षित रूपमा चाहिँ राख्नको लागि प्रहरीहरू यस्तो अवस्थामा काम गरिरहेकोहरू हुन्छ भन्ने हामी देखाइरहेका छौँ। र यो दृश्य अहिले म मेची नदीको हो देखाइरहेको छु र म नजिक जाने प्रयासमा हुन्छु। मेरो क्यामेरा पर्सनले पनि नजिक ल्याउने प्रयास गर्छु। ठुलो नदी हो र यसको बहाव पनि धेरै छ अहिले, र बहाव धेरै हुँदाहुँदै पनि उहाँहरूले चाहिँ यो पिलरलाई नेपाली भूमिलाई रक्षाको लागि कसरी सशस्त्र प्रहरी नेपाल प्रहरी अहोरात्र खटिरहेका हुन्छन् त्यो दृश्य देखाइरहेका छौँ। र यो पिलरको ठाउँमा हामी अहिले पुगिरहेका छौँ। र यो रिपोर्टिङ देखाउनुको मुख्य उद्देश्य एउटै हो, सरकारले तत्काल यो पिलरलाई
फेरि यो ब्याएर यहाँ चाहिँ निर्माण गर्नुपर्ने हुन्छ। यो वर्षौँदेखि यो पिलर लडिरहेको छ, तर यसको अहिलेसम्म पुरा निर्माण गरिएको छैन र सशस्त्र प्रहरी तपाईँहरू यसरी नै सुरक्षा गरिरहनुहुन्छ। तपाईँहरूको यो कति नम्बर पिलर हो तपाईँलाई लाग्छ? यो थाहा छ होला के? यो 88 नम्बर पिलर हो। यो सफा गरिदिनु त पिलरलाई। तपाईँहरू जहिले आउनुहुन्छ सर? जहिले हामी आउँछौँ, जहिले आउँछौँ हामी। यो विशेष गरी यो हेर्नको लागि यो कहिलेदेखि यसरी पिलर लडेको छ केही थाहा छ तपाईँहरूलाई? पहिलेदेखि लडिरहेको पिलर हामी आउँदाखेरि पनि लडिरहेको थियो, लडिरहेको छ अहिलेसम्म पनि। र सशस्त्र प्रहरी नेपाल प्रहरी उहाँहरूले चाहिँ यो नेपाली सीमालाई चाहिँ रक्षा गर्नको लागि कसरी खटिरहेका छन् भन्ने दृश्य देखाइरहेका छौँ। र यो पिलरलाई ठिक गर्नुपर्ने हुन्छ, ब्याएर फेरि पुनः निर्माण गर्नुपर्ने हुन्छ। हामी यस विषयमा सम्बन्धित निकायसँग बुझ्ने प्रयासमा छौँ। पानीको बहाव कति धेरै छ त्यो तल देखाइदिनु होला। र यो पानीको बहावको हामी देखाइरहेका छौँ र उहाँहरूले चाहिँ यो पिलर सफा जहिले गर्नुहुन्छ हरेक दिन उहाँहरू आएर यो पिलरको निरीक्षण गर्नुपर्ने हुन्छ। तर यदि यो पिलरलाई बनाइदियो भने मलाई लाग्छ, यो पिलर बन्यो भने मलाई लाग्छ यो एकदमै राम्रो काम हुनेछ नेपाल र भारत दुइटै सीमावासीको लागि, हाम्रो लागि, नेपाली भूमिको लागि। अहिले म मेची नदीबाट यो रिपोर्टिङ देखाइरहेको छु दर्शकबिन। अति जोखिमपूर्ण रिपोर्टिङ रहेको यो रिपोर्टिङ हामी देखाउनुको एउटै उद्देश्य छ कि यहाँ चाहिँ हाम्रा राष्ट्र सेवक प्रहरीहरू कसरी काम गरिरहेका छन्, अहोरात्र खटिरहेका छन्। न बाढी न पानी केही पनि नहेरिकन उहाँहरू चाहिँ अहोरात्र खट्दै हुनुहुन्छ। सरहरूलाई सलाम छ है सर, यसरी सुरक्षा दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई धेरै धन्यवाद छ है सर। र उहाँहरू हेर्नुहोस्, तपाईँहरू एकदमै खुसी हुनुहुन्छ है आफ्नो मातृभूमिको रक्षा गरेर? खुसी हुनुहुन्छ? उहाँहरूसँग हामी धेरै सोध्दैनौँ किनभने प्रवक्तासँग हामी बाइट लिनेछौँ, सोध्नेछौँ, तर उहाँहरूको काम एकदमै राम्रो छ। सलाम छ नेपाल प्रहरी, सशस्त्र प्रहरी र हाम्रा राष्ट्र सेवा कर्मचारीहरूलाई रियली सलाम छ, एकदमै म सेल्युट गर्छु। र यो दृश्य देखाइरहेको छु अहिले म मेची नदी नेपाल भारत सीमा क्षेत्रबाट। यो सीमालाई पनि म ढोक्दै नेपाली सीमालाई रक्षा गर्ने सबैलाई सलाम गर्दै थप रिपोर्टिङका साथ उपस्थित हुने नै छौँ। तत्काल यो सीमा स्तम्भलाई बनाइयोस्, निर्माण गरियोस् र हाम्रो सीमालाई सुरक्षित राखियोस् भन्ने म नेपाल सरकार, प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ लगायत सम्पूर्ण सरकारका सबै प्रतिनिधिहरूलाई माग समेत गर्दछु। नेपाली सीमाबाट सोनु कुमार दास, क्यामेरामा जुगेश बाबुका साथ, लाइभ न्युज रफ्तार, काँकडभिटा, झापा। पुलेक, लिम्पियाधुरा र काला पानीको विषयमा आवाज उठाइरहँदाखेरि, सीमा मिचिएको कुराहरू आवाज उठाइरहँदाखेरि म तपाईँलाई धेरै टाढा जान भन्दिनँ। यही कोशी प्रदेशको झापा जिल्लामा आउँ, यहाँ 91वटा सीमा स्तम्भहरू हराइरहेका छन्। तपाईँहरूलाई यो आश्चर्य लाग्न सक्छ। हामी घटनास्थलतर्फ पुग्छौँ, हेर्छौँ र तपाईँलाई देखाउँछौँ 91वटा सीमा स्तम्भ नेपाल भारत सीमा क्षेत्रमा कसरी हराइरहेको छ। कहाँ गयो त्यो 91वटा सीमा स्तम्भहरू? हामी त्यसको रिपोर्टिङ आज देखाइरहेको छु तपाईँहरूलाई। हो, यति हामीले रिपोर्टिङ गरिरहँदाखेरि यो सीमा स्तम्भ कसैले लग्यो, हरायो, भारतले लग्यो, नेपालले लग्यो, के गर्यो गरेन भन्ने विषयमा पनि यथार्थता तपाईँलाई बुझाउँछौँ। यी सीमा स्तम्भहरू अहिले यस किसिमले हराइरहेका छन् कि हामी ती 91वटा सीमा स्तम्भहरूलाई भेट्न सकिरहेका छैनौँ। यति मात्रै होइन, कल्पना गर्नुहोस्, हामी मान्छेभन्दा पनि ठुलो जङ्गे पिलरहरू जुन हुन्छ अहिले सीमा स्तम्भहरू, त्यो 3वटा ठुल्ठुलो पिलरहरू हराइरहेको छ, त्यसको अत्तो पत्तो छैन। यति मात्रै होइन, सानो सीमा स्तम्भहरू त 74वटा सीमा स्तम्भहरू हराइरहेको छ, त्यो पनि लिपुलेक, लिम्पियाधुरा, कालापानी जानु पर्दैन। यो चाहिँ कोशी प्रदेशकै झापा जिल्लाको म तपाईँलाई यो घटना सुनाउँदैछु। नेपाल र भारत सीमा क्षेत्रको यी सीमा स्तम्भहरू हराइरहँदाखेरि म यस विषयमा बुझ्ने प्रयासमा थिएँ र रिपोर्टिङ गर्ने प्रयासमा केही दिनदेखि हामी झापा जिल्लामा छौँ र झापा जिल्लाको यो घटना हामी बुझ्ने प्रयासमा छौँ। घटनास्थलतर्फ गइरहँदाखेरि केही पिलरहरू पानीमा बगिरहेको छ, केही पिलरहरू अझै भेटिरहेका छैनन्। र हामी यहाँलाई जानकारी गराउन चाहेको कुरा के हो भने, नेपालमा यो नेपाल भारत सीमा क्षेत्रमा भूमि मिचिएको कुरा उठिरहँदाखेरि यो सीमा स्तम्भ हराउनुको मुख्य कारण पनि तपाईँले जानकारी गराउँछौँ। केही दिन अगाडि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेची अर्थात् जुन यो मेची नदी छ यसबाट त्यहाँ नेपाली भूमितर्फ आएर चाहिँ विभिन्न एक्सकाभेटरहरू प्रयोग गरेर, जेसीबी प्रयोग गरेर त्यहाँबाट बालुवा गिटी उत्खनन गरेर भारततर्फ लगिएको भनेर उजुरी समेत परेको छ। यो उजुरी अझै पनि यस विषयमा छानबिन भइरहेको छ र बालुवा गिटी मात्रै लगेको छैन, त्यहाँ सीमा स्तम्भहरू पनि भेटिरहेका छैनन्। म अब कुनै पक्षले आरोप लगाउन चाहदिनँ, यसको यथेष्ट छानबिन र अनुसन्धान हुनुपर्छ। यस विषयमा बुझिरहँदाखेरि नेपालतर्फका सीमा स्तम्भहरू नेपालतर्फका सरकारले, नेपालतर्फको प्रतिनिधिले नबनाउनुको एउटा मुख्य कारण के हो भने गृह प्रशासनमा बजेट छैन।
बजेट अभावले 91वटा सीमा स्तम्भ हराइरहेको, डुबिरहेको, नभेटिएका त्यस्ता सीमा स्तम्भहरू बनिरहेको छैन। यो कस्तो ठूलो विडम्बना हो। हामी यो रिपोर्टिङ गरिरहेका छौँ, गृह प्रशासनले यसको तुरुन्त एक्सन लियोस् र बुझियोस् कि हाम्रो 91वटा सीमा स्तम्भहरू हराउनुमा यो बजेट अभावले कति ठूलो असर पारिरहेको छ। म मान्छु जियो पोलिटिकल म्यापले गर्दाखेरि ती पोइन्टहरूलाई नोट डाउन गरिएको छ, ठिक छ। जियो पोलिटिकल म्यापले हाम्रो सीमाहरूलाई चाहिँ निर्धारण गरिएको छ, तर के ती सीमा स्तम्भ बनाउनु जिम्मेवारी होइन? के ती सीमा स्तम्भहरू हराइरहेको खोज्नु हाम्रो जिम्मेवारी होइन? के ती सीमा स्तम्भहरू भत्किसकेको, टुटिसकेको देखिँदैन त्यो सीमा स्तम्भलाई मर्मत गर्नु हाम्रो जिम्मेवारी होइन? त्यो कहिले बन्छ? यति मात्रै होइन, यो सीमा स्तम्भ सही ठाउँमा नहुनुको एउटा पनि मुख्य कारण हामीले के थाहा पाइरहेको छु भने यहाँ नेपालतर्फ, भारततर्फ र सम्पूर्ण को यो एउटा कोअर्डिनेसन नमिल्दाखेरि पनि सीमा स्तम्भ नबनेको वा नभेटिएको कुराहरू आइरहेको छ। भारत र नेपाल दुवैले मिलेर तत्कालै यो सीमा स्तम्भलाई खोज्नु र बनाउनु जरुरी छ। चाहे भारत सरकार होस् चाहे नेपाल सरकार होस्, यो सीमा स्तम्भ बनाउनु अति आवश्यक छ र हामी यसको रिपोर्टिङ देखाइरहेका छौँ। जसले आवाज उठाउँदै हुनुहुन्छ सदनमा, म सभामुख महोदयलाई यहीबाट एउटा पत्रकारको रूपबाट, म सांसद होइन, एउटा पत्रकारको रूपबाट यहाँलाई म आग्रह गर्न चाहन्छु, सदनमा रुलिङ गरियोस्, सदनमा भनियोस् कि झापा जिल्ला मात्रै होइन देशैभरि हराइरहेका सीमा स्तम्भहरूको तत्काल खोजी गरेर रिपोर्ट पठाउँ। ती सीमा स्तम्भहरू नबन्नुको कारण के छ त्यसको रिपोर्ट खोजौँ। सभामुख महोदय यसको रुलिङ यस हिसाबले पनि गरिदिनु सभामुख महोदय कि हाम्रा सीमा स्तम्भहरू हराउनुको मुख्य कारण र आज झापा जिल्लामा 91वटा सीमा स्तम्भ नभेट्नुको कारण के हो, खोजी गरौँ। आउनुहोस्, गृह प्रशासनबाट, गृह मन्त्रालयबाट एउटा टोली खटौँ, यहाँको रियालिटी खोजौँ, के भइरहेको छ ती सीमा स्तम्भहरू भनेको खोजौँ र त्यसलाई बनाउने प्रयास गरौँ। मेची नदीमा धेरै सीमा स्तम्भहरू हराइएको भनेर भनिरहँदाखेरि के हामीसँग त्यो हैसियत, त्यो ल्याकत छैन हामी त्यो सीमा स्तम्भ बनाउन सक्छौँ, राम्ररी राख्न सक्छौँ, राम्रो त्यसको हेरचाह गर्न सक्छौँ? हो, यो विषयमा हामी आवाज उठाइरहेका छौँ। मलाई थाहा छ यो एउटा जिम्मेवारपूर्ण रिपोर्टिङ रहेको छ। म यो राज्यले काम गर्दै जाँदाखेरि म आग्रह गर्न चाहन्छु, बजेट विनियोजन गरियोस् यी सीमा स्तम्भ निर्माणको लागि, बजेट विनियोजन गरियोस् यो सीमा स्तम्भलाई बनाउनको लागि, र बजेट विनियोजन गरियोस् यी सीमा स्तम्भहरू खोज्नको लागि। पठाउनुहोस् हाम्रा केही प्रतिनिधिहरूलाई जसले चाहिँ यो सीमा स्तम्भ खोजेर चाहिँ नेपाल र भारतको बिचको यो जुन ठाउँमा चाहिँ हराइरहेको छ त्यसलाई चाहिँ त्यहाँ कायम गर्न सकियोस्। थप रिपोर्टिङ हामी यस विषयमा देखाउने नै छौँ। हाम्रा सीमाहरूको अवस्थाहरू के छ भन्ने देखाइरहेका छौँ। विडम्बना यो देशको भनौँ वा मेरो भनौँ, मेरो सीमा स्तम्भ, मेरो ठाउँका ती स्तम्भहरू मैले खोज्न पाइरहेको छैन, भेटिरहेको छैन। र यति रिपोर्टिङ गरेर रहँदाखेरि धेरैजनाले त तैँले स्टन्ट गरिस् भनेर पनि भन्ला हो। स्टन्ट गरेर भए पनि यो सरकारले मेरो कुरा यो सुनिदिन्छ भने म हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरा क्यामेरा पर्सन जो आज मेरा साथमा जुगेश बाबुले मलाई कन्टिन्युअसमा सहयोग गरिरहेको अवस्थाहरू छ। थप रिपोर्टिङका साथ उपस्थित हुने नै छौँ। सीमा स्तम्भ नेपाल भारत सीमाको यो बिच क्षेत्रमा जसरी सीमा स्तम्भ राखिएको थियो र झापाको विभिन्न ठाउँमा सीमा स्तम्भ हराइरहेको, बगिरहेको भन्ने विषयमा हामीले चाहिँ घटनास्थल म पुगेरै रिपोर्टिङ गरिसकेपछि यसको यथार्थता के हो, झापा जिल्लामा कतिवटा सीमा स्तम्भहरू छन् र हराइरहेका छन् र यसको मर्मत किन भइरहेको छैन, यो विषयमा हामी झापा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई सरलाई हामी भेटिरहेका छौँ। सरलाई स्वागत छ। सर थ्याङ्क यू। सरलाई मैले जोड्न चाहेको कुरा, सर अहिले हामी घटनास्थलमा पुग्यौँ, सीमा स्तम्भहरू बगिरहेको छ, बनाइएको छैन, सशस्त्र प्रहरी नेपाल प्रहरीहरू अहिले पनि त्यसको निगरानी गर्दै हुनुहुन्छ, तर त्यहाँ छैन। कतिवटा सीमा स्तम्भ झापा जिल्ला मातहतमा छ र हराइरहेको छ, त्यसको जानकारी गराइदिनुहोस् सर। यसमा अब हाम्रो अलिकति सीमा स्तम्भहरूको कुराहरू गर्दाखेरि खोलाको बेल्टहरू परेको हुनाले गर्दाखेरि खास गरी ती खोला क्षेत्रमा परेका सीमाहरू कि त कटानले कि त बिचैमा, खोलाको बिचैमा परेर पुरिएन, यी दुईटा तरिकाहरूले चाहिँ मिसिङ भइरहेको हाम्रो अवलोकनबाट देखिएको छ। यो चाहिँ अब विगत लामो समयदेखि यसरी बाढी आउने सिलसिलामा खास गरी र कटानकै सिलसिलामा खास गरी चाहिँ यसरी मिसिङ भइरहेको भन्ने जानकारी आएको छ र विगत वर्षकै पनि बाढी निकै ठुलो बाढी आएको हुनाले गर्दा त्यो बेला मिसिङ भएको थियो। त्यसरी जम्मा हेर्दाखेरि हाम्रो जम्मा झापा जिल्लासँग भारतसँग जोडिएको सिमाना हेर्दा जम्मा 995वटा साना ठुला गरेर पिलरहरू चाहिँ छन्। ती पिलर मध्ये मुख्य पिलरतर्फ 3वटा पुरिएको हराएको भन्ने हाम्रो डेटा छ। त्यस्तै गरेर सहायक पिलरहरूतर्फ 14वटा र सानो पिलरहरू 74वटा गरी जम्मा 91वटा पिलरहरू चाहिँ मिसिङ भइरहेको, कोही पुरिएको अवस्थामा। अनि अहिले 91वटा पिलर हाम्रो सीमामा छैन भनौँ वा हराइरहेका छन्, पुरिया छ कि हराएको छ।
91वटा पिलर 91 जम्मा साना ठुला गरेर 3 खालको चाहिँ जेनरल पिलर छ। एउटा मूल पिलर छ, सहायक पिलर छ, अर्को एउटा चाहिँ सानो स्मल पिलर छ। र ती सबै गरेर त्यो स्मल पिलर चाहिँ ठुलो सङ्ख्यामा राखेको छ। खासमा त्यो चाहिँ भनेको 74वटा चाहिँ त्यो सानो जुन चाहिँ हाम्रो आलीसामा लाउने जुन त्यो चाहिँ खम्बा गाड्ने किलो गाड्ने जस्ता खालका पिलरहरूको तेस्रो वर्गका पिलर पनि छन्। ती खालका चाहिँ ती छोटा पनि छन् र ती चाहिँ साना पनि भएकोले गर्दा ती सजिलै उखेलेर भत्काएर लगेको अवस्था छ। यसमा सर भारतले यहाँहरूको बैठकबाट भारतले आफ्नो पिलरहरू बनाइसके, आफ्नो तर्फका भनौँ न, जुन उहाँहरूले चाहिँ उहाँहरूको भागमा परे त्यो पिलर बनाए, उनीहरूले मर्मत गरे। नेपालले अहिलेसम्म मर्मत गरेन, वर्षौँ भइसक्यो यो पिलरहरू बनिरहेको छैन। यो कहाँ कमजोरी छ? यो भनौँ न गृह प्रशासनको कमजोरी हो वा तपाईँहरूले किन यो अहिलेसम्म पिलर बनाउन सक्नु भएको छैन? यसमा यस्तो छ, यसमा तपाईँले भनेको सत्य के हो भने यी मूल पिलर अहिले मैले जुन भने मूल पिलरतर्फ चाहिँ भारततर्फ अलिक बढी निर्माण गरेका, पुनर्निर्माण गरेका अनि चाहिँ मर्मत सम्भार अलिक बढी गरेका चाहिँ हो। तर यो मिसिङ नम्बर भनेको दुईटै देशका बिचका पिलर हुन्। यो ठुलो सङ्ख्या चाहिँ अड र इभन नम्बरबाट चाहिँ हामीले चाहिँ हेर्छौँ भनेपछि अड एउटा राष्ट्रले अब इभन अर्को राष्ट्रले मर्मत सम्भार रिकन्स्ट्रक्सन गर्नुपर्ने अवस्था हुँदा यी सबै नेपालले मात्रै निर्माण गर्न बाँकी रहेका होइन। यिनीहरूको चाहिँ के छ भने जियो म्याप भनेको छ। त्यो चाहिँ अब त्यो म्याप चाहिँ जोग्राफिकल म्याप अनुसारको सबै कुन पिलर कहाँ रहने भन्ने एकदम नक्सा छ। पहिला जस्तो त्यो मिसिङ भएकोले आकार गर्नुपर्ने अवस्था छैन। हाम्रो दुईतर्फको चाहिँ एफएसटी मिटिङ भर्खरै पनि वीरता मोडमा भयो। किशनगञ्जको चाहिँ एमडी नै आउनु भएको थियो। हाम्रो ताप्लेजुङ, झापा, पाँचथर अनि इलामका सिडिओ साहबहरू स्वयं बसेर र दुईतर्फको सर्वेयरहरूको टोलीहरू टिमहरू असाइनमेन्ट उहाँहरूलाई पहिल्यै यी प्रत्येक पिलरहरूको चाहिँ अवलोकन गर्ने र कुनको मर्मतमा पहिलो प्राथमिकतामा राख्ने, कुन चाहिँ सेकेन्ड दोस्रो प्राथमिकता राख्ने, कुन पुनर्निर्माण गरिहाल्ने, कसरी फेरि त्यो पुनर्निर्माण उसले यसले गर्ने भन्दा पनि दुईतर्फकै इन्भल्भमेन्ट चाहिन्छ। जस्तो भारतले पुनर्निर्माण गर्ने भन्यो भने पनि त्यो निर्माण गरिन्जेल हाम्रो पनि अनुगमन सँगै हुन्छ। होइन, मैले जोड्न चाहेको हामीले किन बनाउन सक्दैनौँ? हामीले चाहिँ के भने हाम्रो तर्फको कम गर्ने कारण चाहिँ जस्तै यहाँ छलफल हुँदा अलिक बजेटको अभाव छ हामीसँग पर्याप्त बजेट नभएको कारणले गर्दा चाहिँ यी भने जति हाम्रो भागमा पर्ने पार्ट चाहिँ त्यो सफलतापूर्वक चाहिँ गर्न सकेका छैनौँ। र यो हाम्रो एफएसटीको मिटिङमा पनि अस्ति त्यो कुरा उठ्यो र यसका लागि चाहिँ हामीले नेपाल सरकारसँग बजेट एलोकेसन गर्न लगाएर समयमै गर्न लगाएर आउने दिनमा चाहिँ चाँडो द्रुत गतिमा यो निर्माणको कार्य सक्नुपर्छ भन्ने हाम्रो कुरो भएको छ। म अन्तिममा मैले जोड्न चाहे सरलाई, यो बजेटकै कारण रोकिएको छ भने यहाँहरूले यो माथिल्लो निकायमा यहाँहरूले परिपत्र गर्नु भएको छ यो बजेटकै कारण नेपाली भूमि नेपाली रक्षार्थ यो सीमाहरू बनेको छैन भनेर? हो, यो भइसकेको छ। हाम्रो भनिहालेँ मैले, हाम्रो एफएसटी मिटिङको अस्तिको निर्णय गर्दाखेरि पनि हामीलाई यो चाहिँ एकअर्कामा चाहिँ एउटा इन्फर्मल कोअर्डिनेसन कोअपरेसन पनि चाहिन्छ यसको लागि। र यो चाहिँ किन दुईतर्फकै प्रेजेन्स चाहिने भएकोले गर्दा एउटाले आफ्नो भागमा परेको भन्दैमा त्यो चाहिँ आइसोलेसनमा एक्लै गर्न सकिँदैन। दुईतर्फकै जुटाउनु पर्ने एउटा कोअर्डिनेसन कोअपरेसनको पाटो पनि एउटा महत्त्वपूर्ण पाटो हो। बजेट हुँदा पनि इट टेक्स टाइम, क्या यसले टाइम चाहिँ लिन्छ किनभने दुईटै चाहिँ पक्षलाई चाहिँ उपस्थित हुनु पर्दछ। र दोस्रो पाटो नेपालको तर्फ चाहिँ मैले सोधेको थिएँ, हामीले सोधेका थियौँ किन हामी चाहिँ अलिकति ढिलो भइराखेका छौँ त भन्दा हामीलाई पर्याप्त बजेट भएको छैन सर। बजेट आउन साथ हामीले हाम्रो तर्फ बजेट आएकोले त जति बजेट आएको थियो सबै सकेर हाम्रो काम सक्यौँ भन्ने हाम्रो चाहिँ सर्वेयर टिमको हाम्रो तर्फको टिमको कुरा थियो। त्यस कारणले गर्दा बजेट अलिकति चाहिएकै छ, बजेट आवश्यक भएको छ। दोस्रो कुरो चाहिँ अब यो चाहिँ आइडेन्टिफिकेसन गर्नु पर्थ्यो पोइन्टहरू, त्यो पोइन्टहरू चाहिएको आइडेन्टिफिकेसन भइसकेको छ र त्यो दुईटा टिम छ, सर्वेयर टिम दुईतर्फको असाइन भएको छ, कामहरू असाइनमेन्ट सबै भइसकेको छ र दुईतर्फबाट अब यसलाई चाहिँ जोरदार रूपमा आगामी अवधिमा चाहिँ सक्नुपर्छ भन्ने अस्ति हाम्रो चाहिँ मिटिङबाट 435वटामा चाहिँ विशेष अवलोकन गरेर विशेष चासोका साथ यसलाई सम्पन्न गर्नका लागि हाम्रो छलफलमा पनि कुरो उठेको थियो र गर्ने भन्ने भएको छ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।